ब्लॉक के तरफ से ब्लॉक प्रोफेशन के तरफ से बोलना चाहता हूँ कि हम लोग चाइल्ड लेबर के ऊपर बहुत सारे स्कीम्स लिए रहे हैं। टी गार्डन जैसे हमने सुना है कि टी गार्डन में बहुत सारे चाइल्ड लेबर काम कर रहे थे, मगर हमने जब टी गार्डन का सभी मैनेजमेंट को बुलाया था, मैनेजर लोग आए थे, उनके साथ हमने बात किया तो उन्होंने ये एश्योरेंस किया है कि हम लोग टी गार्डन में कोई चाइल्ड लेबर को यूज नहीं करेंगे, कोई लोग टी गार्डन में काम नहीं कर सकते चाइल्ड लेबर। तो इससे टी गार्डन में चाइल्ड लेबर पूरा का पूरा घट गया है। अभी टी गार्डन में कोई चाइल्ड लेबर नहीं है, ये उन्होंने एश्योरेंस किया है। और बाजार एरिया में जो भी दुकान है या जो भी जैसे ग्रिल फैक्ट्री, आलमारी फैक्ट्री, ऐसे बहुत सारे फैक्ट्रीज अभी है हमारे गुरुवाथन में, तो वहाँ पर भी हमने बोला है सभी को कि चाइल्ड लेबर यहाँ पर बिल्कुल प्रोहिबिटेड है, तो वहाँ पर आप लोग चाइल्ड लेबर का यूज नहीं कर सकते। तो इससे जो हमारा पंचायत समिति के साथ भी और पुलिस एडमिनिस्ट्रेशन के साथ भी मीटिंग भी बहुत सारे हुआ, BLCBC का मीटिंग हुआ है, वहाँ पर हमने सभी को बोला है कि पंचायत लेवल से सब प्रधान लोगों को भी बोला गया है कि कहीं पर भी अगर चाइल्ड लेबर यूज किया गया देखा जाएगा तो वहाँ पर सख्त से सख्त एक्शन लिया जाएगा उनके अगेंस्ट में। कंस्ट्रक्शन वर्क में कोई चाइल्ड लेबर का यूज नहीं कर सकते, हमने सभी को बोल दिया है, सभी कॉन्ट्रैक्टर, सभी एजेंसी को बोला गया है। कोई भी सिविल कंस्ट्रक्शन में या पंचायत का या पंचायत समिति का या ब्लॉक का कोई भी कंस्ट्रक्शन के काम में किसी को चाइल्ड लेबर यूज करने का जगह नहीं है, क्योंकि वहाँ पर चाइल्ड लेबर आप लोग यूज नहीं कर सकते। अगर किसी ने किया है चाइल्ड लेबर यूज तो उसके अगेंस्ट में बहुत स्ट्रिक्ट एक्शन लिया जाएगा। और चाइल्ड लेबर को प्रोहिबिटेड करने के लिए गवर्नमेंट की तरफ से भी बहुत सारे स्कीम से सभी को हमने बोला है कि आप लोग स्कूल में पढ़िए। स्कूल ड्रॉप आउट जो पहले हो रहा था अभी बहुत घट गया है। अभी बहुत सारे स्कूल्स में प्रोग्राम से गवर्नमेंट की तरफ से बहुत सारे स्कीम से, जैसे इकोश्री है, शिक्षाश्री है, मेधाश्री है, बहुत सारे स्कीम से जिससे स्कूल में पढ़ने के लिए आपको बहुत सारे स्कॉलरशिप मिल रहा है। इसलिए एजुकेशन को बहुत डेवलप करने के लिए गवर्नमेंट का बहुत सारे स्कीम्स है। तो कोई भी चाइल्ड स्कूल ना छोड़े, यही हम आशा रखते हैं। सभी पेरेंट्स को हम बोलना चाहते हैं कि आप लोग अपने बच्चे को स्कूल्स में दाखिला कराइए, वहाँ पर एजुकेशन दिलाइए, तो वो फ्यूचर में जाकर बहुत एक अच्छा पर्सन बनेंगे और अपना साथ साथ अपने एरिया का भी डेवलप करेंगे और अपना फैमिली का भी बहुत सपोर्ट मिलेगा। तो सब लोग आइए, सब लोग मिलकर हमें चाइल्ड लेबर को इरेडिकेट करें और हमारा ब्लॉक को एक डेभलप ब्लॉक बनाए। धन्यवाद। जो रिगार्डिङ चाइल्ड लेबर हाम्रो के इम्पोर्टेन्ट लिगल एस्पेक्ट्सहरु छ त्यो लिगल एस्पेक्ट्स माथि म डिस्कस गर्छु। हाम्रो जुन चाहिँ इन्डियन कन्स्टिट्युसन छ आर्टिकल 21A, त्यो आर्टिकल 21A क्लियरली भन्छ कि राइट टू फ्री एन्ड कम्पल्सरी एजुकेसन। प्रत्येक राज्य सरकारको माथिमा एउटा त्यो रेस्पोन्सिबिलिटी छ कि जति पनि नानीहरू छ बिट्विन द एजेस अफ 6 to 14 इयर्स, त्यो सबै नानीहरूलाई कम्पल्सरीली हामीलाई फ्री अनि कम्पल्सरी एजुकेसन दिनै पर्छ। ओके, सेकेन्डली जुन चाहिँ हाम्रो आर्टिकल 24 छ हाम्रो भारतीय संविधानको, त्यो क्लियरली त्यो इलस्ट्रेट गर्छ, त्यो मेन्सन गर्छ कि कुनै पनि युनिटमा, कुनै पनि संस्थानमा हामी नानीहरू बिलो 14 इयर्स अफ एजलाई हामी एम्प्लोय हामी गर्न सक्दिनँ। यदि त्यो हामी पाउँछौँ त्यो एउटा क्रिमिनल अफेन्स हुन्छ। त्यो छोडेर हाम्रो देशमा थुप्रो इम्पोर्टेन्ट एक्ट्सहरू छ, कानुन छ। जसरी फर इक्जाम्पल हाम्रो चाइल्ड लेबर एक्ट छ 1986 को। त्यो चाइल्ड लेबर एक्टमा सेक्सन 14 जुन चाहिँ छ त्यो क्लियरली इलस्ट्रेट गर्छ कि जे पनि युनिटमा, के पनि जग्गामा चिल्ड्रेन बिलो 14 इयर्स इम्प्लोय गर्नु एउटा क्रिमिनल अफेन्स हुन्छ। अनि त्यसको लागि पनिशमेन्ट छ बिट्विन 3 to 10 इयर्स अफ पनिशमेन्ट। अनि यो खालको केस कग्निजेबल छ अनि नन बेलेबल छ। पुलिसको पावरमा पावर छ, यदि कुनै यो खालको इन्फर्मेसन हामी पाउँछौँ, वी हेभ द पावर टू स्ट्रेट अवे मेक एन एरेस्ट अफ दोज पर्सन्स रिस्पोन्सिबल। अनि यसको बादमा हाम्रो फ्याक्ट्रिज एक्ट छ। फ्याक्ट्रिज एक्ट जुन चाहिँ 1948 को फ्याक्ट्रिज एक्ट क्लियरली भन्छ कि जे पनि फ्याक्ट्री, जे पनि इन्डस्ट्रिजहरूमा एम्प्लोइङ माइनर्स बिलो 14 इयर्स इज अ पनिशेबल अफेन्स। ओके, यो छोडेर हाम्रो बाँकी
थुप्रो एक्टहरू छ, जसरी माइन्सको एक्ट छ, जे पनि कोइलाको खान माइन्सहरू, जे पनि हजार्डस इन्डस्ट्रिजहरू छ, जसरी हामी क्लियरली हाम्रो एक्ट्सहरू इलस्ट्रेट गर्छ कि देयर आर टोटल हाम्रो 18 हजार्डस इन्डस्ट्रिज अनि 65 प्रोसेसेस। हजार्डस इन्डस्ट्रिज जसरी हाम्रो बिल्डिङ मेकिङ, होटलमा काम गर्नु, रेस्टुरेन्टमा काम गर्नु, जे पनि फ्याक्ट्रीमा काम गर्नु, जहाँ पनि लाइफमा अलिकति थ्रेट छ नानीहरूको लागि, ओके, त्यो खालको इन्डस्ट्रिज अराउन्ड 18 अफ देम अनि 65 प्रोसेसेस। त्यो खालको प्रोसेसेसमा हामी एनी काइन्ड अफ चिल्ड्रेन बिलो 14 इयर्स हामी इम्प्लोय गर्न सक्दैनौँ। हाम्रो एक्ट यो पनि भन्छ चिल्ड्रेन बिट्विन द एज अफ 14 to 18 इयर्स, जसलाई हामी एडोलेसेन्ट भन्छौँ, त्यो चिल्ड्रेनहरूलाई पनि हामी हेजर्डस कामहरूमा इम्प्लोय गर्नु सक्दैनौँ। ओके, इभन इफ त्यो नानीहरू आफ्नो फ्यामिलीको साथमा फ्यामिलीको बिजनेस गर्दैछ, त्यो बिजनेस पनि इट हेज टु बी नन हजार्डस, तब नै अलाउड हुन्छ बिट्विन 14 to 18 इयर्स। यो छोडेर हाम्रो मोटर भेहिकलको पनि एक्ट्सहरू छ, एक्सप्लोजिभ एक्टमा पनि छ, ओके, अनि हाम्रो शिपिङ एक्ट पनि छ, जसमा एनी काइन्ड अफ चाइल्ड बिलो 14 इयर्स युज गर्नु, इम्प्लोय गर्नु इज नट अ राइट थिङ टु डू, त्यो पनि हाम्रो एउटा क्रिमिनल अफेन्स हुन्छ। यो सबै छोडेर हाम्रो करेन्टली अहिले भारतीय न्याय संहिता जुन चाहिँ हामी आइपिसीको बादमा अहिले हामी फलो गर्दैछौँ, भारतीय न्याय संहितामा सेक्सन 95 क्लियरली भन्छ employing of any kind of children, using of any kind of children for committing any kind of a crime, त्यो एउटा सिरियस अफेन्स छ। जे पनि अडल्ट मान्छे एउटा चाइल्डलाई इम्प्लोय गर्छ, युज गर्छ फर कमिटिङ एनी काइन्ड अफ अफेन्स, क्राइम, that adult person will be responsible and he will be punished for the crime done, even if the crime was performed by the minor. यो छोडेर हाम्रो 96, 98 अनि 99 सेक्सनहरू छ, जसले क्लियरली भन्छ कि एनी काइन्ड अफ इम्प्लोइमेन्ट, एनी काइन्ड अफ सेलिङ अफ बाइङ अफ माइनर्स फर सेक्सुअल एक्सप्लोइटेसन, फर हाम्रो बन्डेड लेबरको लागि यदि हामी त्यो खालको इन्फर्मेसन पाउँछौँ, पर्सन्स हु आर रिस्पोन्सिबल फर दिस थिङ एङ्गेज इन दिस काइन्ड अफ बिजनेस बाइङ सेलिङ अफ माइनर्स, that person will be arrested, किनकि यो एउटा हाइली कग्निजेबल अनि नन भेलुएबल अफेन्स छ। यो छोडेर हाम्रो सेक्सन 143, 144 अफ बीएनएस पनि छ, जसले क्लियरली भन्छ कि डिलिङ इन एनी काइन्ड अफ ट्राफिकिङ अफ माइनर्स, जसरी तपाईँहरू थाहा छ ह्युमन ट्राफिकिङ इज अ ठुलो एउटा इम्पोर्टेन्ट विषय छ, अनि सेभरल इन्स्टेन्सेसमा हाम्रो एडल्ट्स प्लस हाम्रो नानीहरू पनि यहाँबाट फ्रम ए पोइन्ट टु बी पोइन्ट जान्छ, त्यो त्यसरी एउटा ट्राफिकिङको पनि घटना हुन्छ। सेक्सन 140 त क्लियर भन्छ जसले ट्राफिकिङमा डिलिङ गर्दैछ रिगार्डिङ नानीहरू, त्यसको लागि हामी पेनल एक्सन गर्न सक्छौँ, अनि जसले त्यो ट्राफिक नानीहरूलाई एक्सप्लोइट गर्दैछ सेक्सन 144 अफ 134 अफ बीएनएस क्लियर भन्छ कि द्याट इज अ सिरियस अफेन्स, त्यसलाई पनि हामी लिगल एक्सन लिन सक्छौँ। हु इज पर्फर्मिङ द जनमानसमा पञ्चायत समितिको तर्फबाट नमस्कार जनाउँदछु, अभिवादन जनाउँदैछु। विशेष वर्तमान अवस्थामा हामीले दिनैजना बसिउरिकन कानुनबाट के हुन्छ, एडमिनिस्ट्रेसनले के गर्छ, कस्तो असुविधामा पर्छौँ, जान्दा जान्दै पनि पञ्चायत व्यवस्था अथवा सरकार के चाहन्छ, हाम्रो बालकहरूलाई, नानीहरूलाई जुन बाल श्रम र बाल सुरक्षाको लागि हामी जोड दिइरहेको छौँ, जो किन जोड दिएको छौँ भन्दाखेरि यिनीहरू चाहिँ हाम्रो कर्णधारहरू, भोलि गएर देश चलाउने, हामीलाई सेवा पुर्याउने यी नानीहरूलाई कलिलोमै सानो कलिलो मुनालाई चुडाएको जस्तो गर्नु हुँदैन भन्ने पक्षमा सरकार एकदमै कठोर रूपमा यसलाई प्रयोग गर्नु चाहन्छ, अनि हामी पञ्चायत व्यवस्थाभित्र पनि यो चाहन्छौँ। किन भन्दाखेरि त्यसै कारणले गर्दाखेरि सम्पूर्ण संसद लेभलदेखि, समष्टि लेभलदेखि नै भिलेज लेभल चाइल्ड प्रोटेक्सन कमिटी, जेपी लेभल चाइल्ड प्रोटेक्सन कमिटी गर्दै ब्लक लेभल चाइल्ड प्रोटेक्सन कमिटी बनाइवरिकन चाइल्ड सेक्युरिटीको लागि, चाइल्ड बाल सुरक्षाको लागि हामी काम गर्ने चेष्टामा छौँ, ताकि हाम्रो सम्पूर्ण नानीहरू सुरक्षित भएर शिक्षित बन्नुपर्छ, देशको सेवा गर्नुपर्छ, क्षेत्रको सेवा गर्नुपर्छ भन्ने हाम्रो सोच हो। र तर हामीले यो सम्पूर्ण कुरा हुँदाहुँदै पनि सरकारले के दिइरहेको छ, त्यसै कारणले गर्दा सरकार चाहन्छ मिड डे मिलको व्यवस्था गरेर नानीहरूलाई लुगाफाटा, स्कुलका
जुन स्कुल एप्रुभ स्कुल छ त्यसको नानीहरूको ड्रेसको लागि बुक्सहरूको सम्पूर्ण व्यवस्था सरकारले गरिरहेको छ भने अझ पञ्चायत व्यवस्थाले हामीसित प्रत्येक काम गर्दाखेरि थीम वाइज गर्नुपर्ने हुन्छ। जो हाम्रो बिडिओ साहबले भनिसक्नु भएको छ, थीम वाइज गर्दाखेरि थीममा पर्ने विशेष गरिकन चाइल्ड फ्रेन्डली भिलेज बनाउनु हामी चाहन्छौँ। नट ओन्ली पञ्चायत समिति तर टोटल टिम अफ गोरुबथान, जसलाई अहिले तपाईँ देख्नुहुँदैछ, हामी भविष्यमा गएर सब डिभिजन पनि भन्न सक्छौँ। त्यसै कारण एसडिओ साहब हामीले राखेको छौँ र हाम्रोसँग बस्नु भएको छ, उहाँको पनि एउटा ठुलो योगदान छ र यसलाई त्यस्तो अवस्थामा पुर्याउनुको लागि हुने चाइल्ड फ्रेन्डली भिलेज, वुमन फ्रेन्डली भिलेज गठन गर्ने हामी चाहन्छौँ, जहाँ चाहिँ यो जुन चाहिँ अन्य अत्याचार चाहिँ नहोस्, पुरुष प्रधान नहोस्, बराबर व्यवस्थामा बराबर न्यायको हकदार होस् भन्ने हिसाबले नै थीम 3 मा चाइल्ड फ्रेन्डली भिलेज बनाउनुको कारणले हामी नानीहरू खेल्ने पार्कहरू सुरक्षित जग्गामा, स्कुलको छेउमा, आइसिसिएस सेन्टरहरूमा हामीले व्यवस्था गर्दै आउँदैछौँ र यसपालि विशेष गरिकन गोरुबथान पञ्चायत समिति र ब्लकको बिडिओ साहबको हाम्रो टिमले टोटल प्राय जिपीहरूलाई चाइल्ड फ्रेन्डली भिलेजमा परिणत गर्नुपर्छ भनेर त्यसलाई थिमलाई लिइकन चिल्ड्रेन्सको सुरक्षाको लागि हामीले काम गर्दै सुरु गरिसकेका छौँ र ती नानीहरूलाई सुरक्षा मात्रै होइन, नानीहरूले सही लाइन पक्रिनुपर्छ भनेर नानीहरू खेल्ने जग्गाहरू व्यवस्थासम्म गर्दै गएको छौँ। यही छ तपाईँहरूलाई। र अझ म भन्न चाहन्छु, यहाँ एसडिओ साहब हुनुहुन्छ, एडमिनिस्ट्रेटिभ कानुनको विषयमा बिडिओ साहब हुनुहुन्छ, टोटल एडमिनिस्ट्रेसनलाई लिएर बस्नु भएको छ र आफै पनि सभापति भएको कारणले गर्दाखेरि यस विषयमा यदि कुनै ठाउँ अन्याय भयो भने कडाभन्दा कडा सरकारले कानुनी कारवाही गर्नेछ। त्यति बेला तपाईँहरूलाई नराम्रो लाग्नेछ। साथै हामीले गर्नुपर्ने यो जुन चाहिँ ब्लकमा, हाम्रो ब्लकमा अथवा पञ्चायत समितिभित्र 11वटा ग्राम पञ्चायत पर्छ। प्रत्येक जिपीका प्रधानहरूलाई अनि त्यहाँको जिपी चाइल्ड प्रोटेक्सन कमिटीलाई हामीले अगावै निर्देश गरिसकेका छौँ। तपाईँहरूले आफ्नो आफ्नो क्षेत्रको जिपीको विशेष गरिकन बाल श्रम र बाल सुरक्षाका लागि काम गर्दैको हुनुपर्छ र उहाँहरूले बखुबी एकदमै यो काम गरिरहनु भएको छ र यदि त्यस्तो कहीँ भेटिएको खण्डमा ती गराउने व्यक्ति र गर्ने व्यक्तिलाई पनि दुईटालाई कानुन लाग्नु सक्छ भन्ने तपाईँहरूलाई जानकारी दिँदै मेरो भनाइ शेष गर्छु। धन्यवाद, नमस्कार।